सिग्नेचर गर्दै सिटीको मात्रै भन्दा अदर दिन नभए केही छैन उहाँहरूलाई जोरा दिनु केही छैन कानुन त काम गराउनेहरूले आउँदैन उहाँहरूलाई जस्तो लाग्छ त्यही गर्नु मैले विनोदको यहाँ नाम आवश्यक छैन अघि उनी साथीलाई अन्तिम इच्छा के सोध गर्नु भन्नुहुन्छ के हिसाबले यस्तो शब्द बोलेको हुन्छ हैन अनि पक्रापुरी नगरेर पक्रापुरी उहाँले हिसाबले अन्तिम इच्छा के सोध भन्नुहुन्छ पुरा कस्तो फटारेको भने क्या ओके सल्लाह गर्छु नि म जान्छु भनेर भन्दैन अन्तिम इच्छा के पुरा गर्नु भन्नु आफै भन्नु सर सर के मतलब रेकर्ड छ भिडियो रेकर्ड छ सर तपाईले तपाईले एकछिन ओके साहब आउनुहुन्छ सबै कुरा के हुँदै अन्तिम ओके साहब आउनु जानुहुन्छ भन्नु पर्यो र अनि अन्तिम इच्छा सबै के हुन्छ प्रोग्राममा अन्तिम इच्छा के हो हरेक कुरा फटारेर गर्नुपर्छ भने तपाईले भर्ती बोल्नु भएको भन्नु सर त्यही त अन्तिममा अब ओके साहब सल्लाह गरेर जान्छु भन्नु भएको किन यस्तो शब्दले एउटा ज्ञानसँग छ त्यही त अब त्यो किन चाहिँ डिस्कस गर्नु पर्यो भने क्या एकछिन सर पक्रापुरी दिँदैछौँ पक्रापुरी दिँदैछौँ सर अनि साधारण प्रश्न पनि आम नागरिकले पनि तयारी भएर आउनुपर्ने मेरो हकमा पर्दैन केही नियम कानुन के लाँदैन मलाई लानै सुन्यो केही फरक पर्दैन म तयार छु नि सरकार छ यो त हामीले पनि लाइभ नै गर्नुपर्छ आम जनताले जान्न बुझ्नै पर्ने कुरा होला नि यो जान्न पाउँछ होला नि एउटा पूर्व गृहमन्त्री जस्तो पदमा बसेको पार्टीको जिम्मेवार सभापतिज्यूलाई उसको घरमा आएर यहाँ बसेर लेखेर अनि पत्र लेखेर लेख्नुहोस् न यता नहेर्नुहोस् यार लेख्दै हुनुहुन्छ भने लेख्नुहोस् तपाईले कानुन बुझ्नु भएको छ तपाईँले जति पढ्नु भएको त्यति नै पढाएको छ यसो गर्न के गर्नु